वेलकम है। अब सी प्लस प्लसको फर्स्ट भिडियोमा यो नेपालीमा हुन्छ किनभने अब मैले इङ्ग्लिस बोल्न सकिनँ। यो किन कन्सोलमा आदि त्यो प्रिन्ट भएको मलाई थाहा छैन होइन। अगाडि केही गरेको थियो होला मैले। मैले केही लेखेकै छैन, इरर कसरी देखाएको छ। जे भए पनि अब लेट्स स्टार्ट। यो बेसिकबाट सुरु गर्छु होइन म। फर्स्ट अबे यार लेख्न त आइरहेको मलाई। ठिक छ बेसिकबाट सुरु गर्छु आज एकदम स्टार्टिङबाट। जस्तो अहिले नर्मल सिन्ट्याक्सहरू यताउति बुझाउँछु। सुरुमा चाहिँ अब सी प्लस प्लस अब आउँदैन नै भने चाहिँ कपी र पेन टिपेरै बस्दा हुन्छ कि छेउमा ल्यापटप त अभियसली ल्यापटप छँदैछ होला, नयाँ मोबाइल छ भने कपी पेन लिएर बस्ने होइन। म पनि मास्टर त होइन, बट केही न केही त आउँछ नि त मलाई, त्यसैले त आएको छु सिकाउनको लागि, त्यतिकै थोरै आउँछु। अब कपी गर्दिनँ, गफ धेरै गर्दिनँ, अब सिधै जाम न त। अब सुरुमा इन्क्लुड आउँछ, यो अभियसली सी प्रोग्राम गरेको छ भने थाहा पाइहालिन्छ। यसमा सी प्लस प्लसमा पनि सुरुमा इन्क्लुड आउँछ र त्यसमा चाहिँ के हुन्छ भने एसटिडिआइओ होइन डट एच हुन्छ त्यहाँ चाहिँ होइन हेडर फाइल। बट यता त्यस्तो हुँदैन, यता हुन्छ आइओएस स्ट्रिम, स्टिआरइएम स्ट्रिम युज हुन्छ, आइओएस स्ट्रिम। र अर्को पनि हुन्छ बट त्यो अहिले काम लाग्दैन, त्यही पनि मलाई चाहिँ बानी छ र म लेखिहाल्छु होइन। बानी भएको मान्छे अब यस्तै हो होइन। अनि त्यसपछि आउँछ मेन फङ्सन र यसपछि बेसिकल्ली के गरिन्छ भने यसपछि इन्ट खोलिन्छ, हामीले खोलिन्छ कहाँ थिचिएकै छैन। आइएनटी मेन भन्ने खोलिन्छ होइन। अनि के गर्छु रे म, मेन भन्ने खोलिन्छ होइन। अनि यहाँनिर हामीले आफ्नो ओरिजिनल अब के गराउनु पर्ने छ हो त्यो टाइप गर्छौँ यहाँनिर। यो रिटर्न जिरो चाहिँ सुरुमा लेखिहालौँ किनभने पछि काम लाग्छ, बिर्सिन्छ लेख्न धेरै जसो होइन। अब यसपछि के हुन्छ भने यसपछि हामीले इनपुट र आउटपुट सिकिन्छ। सुरुमा आउटपुट बिकज इनपुट म अर्कोमा कभर गर्छु, यसमा गर्दिनँ, झ्याउ लागिरहेको छ मलाई यसमा गर्नु। सुरुमा बेसिक त आइहालोस्, कमसेकम सिन्ट्याक्स त थाहा होस् कसरी लेख्ने हो पहिला। आउटपुट त अभियसली चाहिन्छ नि चाहिन्छ, पछि ठुल्ठुलो कोडिङ गर्न थाल्छौ तिमीहरू, टेन्सन नलिऊ होइन। अब एउटा दुईटा अप्सन छ त्यसको लागि, एउटा नेम स्पेस युज गरेर के अरे नेम स्पेस युज गर्ने अनि एसटिडी लेख्ने होइन, समथिङ यस्तै छ। युजिङ नेम स्पेस आई थिङ्क युजिङ पनि लाग्छ, युजिङ पनि लाग्छ होला यसमा आई थिङ्क होइन। यो चाहिँ सुरुमा नै लेखिन्छ, यो बाहिर नै लेखिन्छ, बट म यो कहिले पनि रिकमेन्ड गर्दिनँ, म लेख्दिनँ। नेम स्पेस अलिकति अल्छी लाग्दो कुरो हो क्या, अलिकति धेरै टाइप गर्नुपर्छ क्या। त्यसैले एसटिडी सी आउट लेख्ने र यहाँभित्र आफूले के प्रिन्ट गर्न मन लाग्छ, आफ्नो नाम जस्तै धीरज अथवा एनिथिङ एनिथिङ जस्तै रवि, बिना समथिङ लाइक दिस होइन, जे पनि गर्न मिल्छ। र यसको जहिले पनि एक साइड मात्र हुन्छ एरो, जहिले पनि याद गर्नु, अर्को साइड कहिले पनि हुँदैन। जस्तै यो यता यसरी क्लोज हुँदैन कहिले पनि यो, मतलब कुनै कुनै सिचुएसनमा अब अगाडि गर्दै गएपछि आउँछ, बट आउटपुटको टाइममा चाहिँ यो यस्तो हुँदैन, जहिले पनि यो यसरी आउटपुट निक्लिन्छ। यो जब गर्नुहुन्छ रन तब यसरी आउँछ आउटपुट, यसको सिधा सिधी रविना आयो अथवा जे पनि हाल्न मिल्यो तपाईँहरूले यसमा। अब यसको प्रिन्ट गर्ने त यही हो। अब यसमा इनपुट लिने अलिकति अलिकति छ त्यसमा चाहिँ, यसमा इनपुट अलिकति टाइम लाग्छ र आउटपुटमा अलिकति टाइम लाग्दैन, डाइरेक्टली प्रिन्ट गर्न मिल्छ। जस्तै अब गर्नु पर्यो भने सुरुमा एसटिडी सी आउट युज गर्ने र डबल हुन्छ जहिले पनि यो जुन देखिया छ आइजन हो यो यो जुन देखा छ यो जहिले पनि डबल युज हुन्छ। यहाँभित्र लेख्ने जे पनि लेख्ने, अब जियान मल्लिक थाहा होला यो को, जस्ट 2019को समथिङ कोही थियो होइन। म पनि मैले पनि देखाएको थिएँ, हेरेको थिएँ, सो मलाई यहाँ याद छ, यसको नाम लेख्थेँ होइन। अनि अब यसलाई मैले अब जस्तै यसलाई मैले चाहिँ
यसलाई इन्टर गर्ने र यसको आउटपुट निकाल्ने छ भने, जस्तै मैले ज्यान नाम राखेर आउटपुट निकाल्नु छ भने एसटिडी सिन युज गर्नुपर्छ र यसको एरो चाहिँ भित्रपट्टि हुन्छ, यसको एरो चाहिँ होइन। जस्तै अब एसटिडी सिन र नेम गर्छु भने यो हुन्छ, यस्तो युज हुन्छ। मैले भनेको अलिकति गडबड भएछ, सुरुमा यो हुँदैन होइन। सुरुमा एसटिडी हामीले लेख्नुपर्छ, एसटिडी स्ट्रिङ लेख्नुपर्छ। मैले अहिले सम्झियो अचानक, त्यसैले लेख्न थालेको। सुरुमा एसटिडी स्ट्रिङ हुन्छ, अनि नेम लेख्ने यसमा। त्यस पछाडि यो त भइहाल्यो, यो हाम्रो लाइन यो अर्को भइहाल्यो। र त्यसपछि एसटिडी स्ट्रिङ भनेछु, एसटिडी सी आउट। र यसलाई प्रिन्ट गराउनु छ भने चाहिँ नेम मात्र लेख्दा हुन्छ यसमा होइन। तिनटैमा नेम 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 भयो, बट केही पनि हुँदैन, यसले केही फरक पार्दैन। अलिकति ल्याङ्ग्वेज पनि लेखि नै हालौँ न, के दिमाग खराब गर्नु। द नेम इज, अब यो आउँछ इक्वल्स टु दिएर लेख्थ्यौँ न। आई थिङ्क अब हामीले हाल्न मिल्छ नाम, जस्तै अब ज्यामै प्रिन्ट भइहाल्यो, अब के गर्नु। जे छ फेरि रहन हान्दिउँ न। अब यसमा ज्यान अब यसमा चाहिँ के हुन्छ भन्दाखेरि, यो जुन हामीले ड्यास दिएको छैन, जुन स्पेस दिएको छौँ नि, त्यस पछाडिको लेटर आई थिङ्क प्रिन्ट हुँदैन। आई थिङ्क ज्यान मात्र, यस ज्यान मात्र प्रिन्ट हुन्छ, किनभने यो एकदम, अगर तपाईँलाई दुइटै प्रिन्ट गराउनु छ भने चाहिँ होइन, बिचमा अन्डरस्कोर ल्याउँदा हुन्छ। अनि त्यो दुइटा छुट्टा छुट्टै चाहिँ कसरी गराउने म त पछि भन्छु होइन। ज्यान र मलिक लेखेँ होइन मैले, अब यो दुइटै प्रिन्ट भयो नि यसरी हो। यस्तो गर्न चाहिँ छुट्टा छुट्टै होइन, एउटै नै वर्ड बनाएर गर्नुपर्छ। अब यसको लागि चाहिँ यति गर्दा पनि हुन्छ होला हौ आज, यति बेसिक आइहाल्यो भने अब इनपुट आउटपुट प्रिन्ट गर्ने त बिस्तारै बिस्तारै अरू त सिक्नु नै छ होइन। अहिलेको लागि चाहिँ यति। कमेन्टको बारेमा भनिदिन्छु होइन। तपाईँले कन्ट्रोल र स्ल्यास थिच्नु भने आई थिङ्क तपाईँको क्वेसन मार्कको ठाउँमा त्यो स्ल्यास थिच्नु होइन, यो सेम स्ल्यास होइन। स्ल्यास लेखेर जे पनि लेख्नु मिल्छ, यसलाई भन्छ कमेन्ट होइन। कमेन्ट युज गर्न मिल्छ यसमा चाहिँ। सी प्लस प्लसमा चाहिँ स्ल्यासमा कमेन्ट युज हुन्छ। र अर्को लङ्गर कमेन्ट चाहियो भने तपाईँलाई, मतलब धेरैवटा लाइनको कमेन्ट चाहियो भने तपाईँले के थियो हौ, कन्ट्रोल सिफ्ट, यस कन्ट्रोल सिफ्ट स्ल्यास थिचेर अनि चाहिँ तपाईँले धेरै लाइनको कमेन्ट पनि युज गर्न मिल्छ। जस्तै कागो स्टार स्टार माई नेम इज डार्क 606 होइन, मेरो गेम नेम हो त्यसैले भनेको। जे पनि लेख्दा मिल्यो, जति लाइनको पनि हुन्छ। र क्लोज गर्दाखेरि यसलाई ठ्याक्कै अपोजिट बनाइदियो भने क्लोज पनि भइहाल्छ। र आज यो लेख्न चाहिँ नबिर्सनु, यो छुटिहाल्यो भने फेरि यति चाहिँ नबिर्सनु, सुरुमै लेखिहाल्नु पर्यो, केही छैन होइन। अर्कोमा चाहिँ हामी क्लासहरूको बारेमा डिस्कस गर्दा हुन्छ, क्लासहरू कसरी बनाउने होइन। यो सी प्लस प्लस मेनली गेम्सहरू अथवा सी शार्प यस्तो गेमहरूको लागि धेरै जस्तो युज हुन्छ। त्यसैले अरे एरर देखाएन, एक मिनट, व्हाट द, रिटर्न 0 त छैन त। अनि यो यत्रो टाइम किन लिन्छ यो कम्पाइल गर्नको लागि, म नो आइडिया होइन। म लिङ्क राखिदिन्छु यसको, म केमा युज गर्छु भनेर। बट ठिकै छ, अब आजको लागि यति नै, बाई बाई।